त्यहाँबाट चाहिँ भित्र पेस्टाचु अनि त्यो पेस्टाचु छ अनि त्यो सेवाईको दानाहरू छ अनि एकदम खाँदाखेरि चाहिँ क्रिस्पी क्रिस्पी छ। मलाई चाहिँ एकदमै धेरै मिठो लाग्यो, मन पर्यो। सबैजनाले एकचोटि पक्कै नै ट्राई गर्नुहोस् होला है त। चक्लेट चाहिँ एकदमै मिठो छ, सबैजनाले एकचोटि चाहिँ पक्कै नै ट्राई गर्नुहोस् है त। बाबु चक्लेट मिठी छ खाने तिमी अक्को पनि उसलाई पनि एकदमै मिठो लागेछ। यो एउटा पुरै चक्लेट त यो भिडियो बनाउँदा बनाउँदै सकिसक्यो, मलाई एकदमै मिठो लाग्यो। बाबु मलाई देऊ न थोरै, म पनि खाने, मलाई देऊ थोरै, देऊ नदिन। अहिले चाहिँ जतासुकै सेल लागेको छ, तपाईँहरू पनि एकचोटि पक्कै नै ट्राई गर्नुहोस् होला है त। यो भित्र चाहिँ पेस्टाचुको फिलिङ अनि त्यो सेवाईको फिलिङ्स छ अनि बाहिर चाहिँ मिल्क चक्लेटले कभर गरेको छ, भित्र चाहिँ पेस्टाचुको फिलिङ भएर चाहिँ एकदमै मिठो। वाह, यसको भित्रको इनसाइड फिलिङ चाहिँ पुरै क्रिमी पिस्ताचुले फिल गरेको रहेछ।